जय मसी सबैजनालाई। आज चाहिँ हामी चाहिँ म अलकुचको घरेलु सेवामा जान आँटेको अनि म लगायत मेरो बहिनी पनि जाँदैछ। नयाँ बहिनीलाई म देखाउन जाँदैछु। बहिनी पनि आउँदैछ अनि हामी चाहिँ लिफ्ट फर्किराखेको छौँ किनभने हाम्रो चाहिँ लिफ्ट एउटा चाहिँ बिग्रेको छ अनि एउटा मात्रै लिफ्ट छ। जाँदैछौँ। अब हाम्रो लिफ्ट चलेकै छैन। हाम्रो बहिनीलाई म वेट गरिरहेको छु, हाम्रो महिमा गुरुङ बहिनीलाई। अनि बहिनीको प्रतीक्षामा छु ल म चाहिँ। अकोमोडेसन यो चाहिँ मेरो बहिनी बस्ने अकोमोडेसन हो अनि बहिनीलाई वेट गरिरहेको छु। अनि मेरो अर्को बहिनी चाहिँ ड्युटीमा छन् उनी चाहिँ। हामी चाहिँ अब बहिनीलाई वेट गरिरहेको छु। बहिनी आउँदै हुनुहुन्छ अरे, लिफ्ट चलेको छैन सो त्यही भएर एकदमै गाह्रो छ अहिले चाहिँ। अनि फाइनली मेरो बहिनी पनि आइपुग्नु भयो। जय मसी बहिनी। अनि हामी चाहिँ लाग्दैछौँ। अनि आज चाहिँ हामी अलि चाँडै रेडी भयो। अनि यो भिडियो चाहिँ मैले किन बनाएको भने कति मानिसहरूलाई चाहिँ दुबईमा बस्नेहरूलाई थाहा पनि छैन नि त कहाँसँगले हुन्छ घरेलु सेवा, कहाँ छ भन्ने थाहा छैन। अनि हाम्रो चाहिँ स्याटरडे एभ्री स्याटरडे चाहिँ हाम्रो 7:30 बजे चाहिँ यहाँ सेवा हुन्छ। अनि हाम्रो चाहिँ चर्च चाहिँ हाम्रो चाहिँ शारजा छ है, गुड सेफर भनेर। अनि तपाईँहरूले चाहिँ सर्च गर्न सक्नुहुन्छ गुड सेफर दाजुहरू। जय मसी। हाम्रो चाहिँ वेस्टर्न गाडी आउँछ स्याटरडेको दिनमा चाहिँ। अनि हामी सबैजना मिलेर भजन गाउँदैछौँ। अब चाहिँ जय मसीहा। हजुरहरू कस्तो हुनुहुन्छ? सबैजना आरामसँगै हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद दिएको होस्। जय मसी फेरि पनि सबैजनालाई। अनि म चाहिँ रुम आइसकेँ। अनि बहिनीहरूलाई नि भेटाएँ। अनि हाम्रो सेवा चाहिँ हाम्रो वेस्ट जोनको पार्कमा हुन्छ। सबैजना यो अलकुचमा हुनुहुन्छ भन्ने कति मान्छे अनि कति मानिसहरूलाई चाहिँ थाहा छैन पनि होला होइन। यो अलकुच भनेको चाहिँ कहाँ भने चाहिँ अलकुच 2 अनि अल्केल गेट 2 मा चाहिँ हाम्रो चाहिँ यसरी घरेलु सेवाहरू छ। अनि सैटरडेको दिन चाहिँ 7:30बाट 8:30सम्म हुन्छ। अनि सन्डे चाहिँ हाम्रो चर्च चाहिँ शारजा हुन्छ। अनि सबैजनालाई मेरो भिडियो हेर्नुहुनेलाई चाहिँ प्रभुले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। अनि मेरो भिडियोलाई चाहिँ माया गरिदिनु होला। अनि त्यस पछाडि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। बाई बाई एभ्रिवान।